गुड मर्निङ के छ सन्चै आराम कुशलै हुनुहुन्छ होला हामी चाहिँ एकदम फिट एन्ड फाइन गुड छौँ के कस्तो गर्दै हुनुहुन्छ आजको दिन चाहिँ हाम्रो कसरी सुरुवात हुँदैछ भन्दाखेरि अब हामी कामतिर लाग्दैछौँ होइन काममा अब जानको लागि तयार भयौँ भर्खरै मैले चाहिँ यो स्विका कार्ड लोड हानेको छु ब्यालेन्स 2K लोड हानेको छु होइन सोल्टी चाहिँ यता हुनुहुन्छ सोल्टी हेलो भनिदिनुहोस् सोल्टीको चाहिँ स्विकामा आज ब्यालेन्स लोड छ क्या 10,000 रहेछ बाफ्रे खतरा ब्यालेन्स छ होइन अब हामी चाहिँ यहाँबाट ट्रेन कुदिरहेको छौँ ट्रेन कुदेर सिनमाचुबाट फेरि मुरीखाई गरेर हामी मिनामी नागरियामा गएर मिनामी नागरियाबाट चाहिँ हाम्रो कम्पनीको बस आउँछ अनि कम्पनीको बसमा चाहिँ हामी टक्क यहाँ मात्र ज्यान बनाउनुको लागि जाँदैछौँ कस्तो हुन्छ तपाईँहरूलाई अपडेट गराउँछु है त कन्टिन्यू पिपुल आर अल्सो वेटिङ ट्रेन सो वी आर अल्सो वेटिङ ट्रेन सबैको टार्गेट एउटै छ टक्क यो ट्रेन चढेर जाने हो हामीले चाहिँ साइकल देख्दै हुनुहुन्छ नि यो बिल्डिङमा चाहिँ हामीले साइकल पार्किङ गरेर राखेको थियौँ अब भरे बेलुका डक्क कामबाट फर्केर आएर यहीँबाट साइकल झिकेर अनि यो चाहिँ अहिले देखिरहनु भएको गीताकोकानी स्टेसन हो हाम्रा साथीहरू कुरिरहनु भएको छ कि हामीलाई सिनेमा सुदामा मस्त साथीहरू बसिरहनु भएको छ आज एकजना साथी चाहिँ धनी हुनुहुन्छ क्या लगभग 2.5 लाख रुपियाँ उहाँको यहाँ पैसा हामीले बोकेर जाँदैछौँ त्यो पैसा चाहिँ उहाँलाई आज दिनुपर्नेछ अनि दिए पछाडि उहाँ साथीले फेरि हामीलाई नै पैसा दिनुहुन्छ साथीभाइमा के हुन्छ भन्दाखेरि यो पैसाको कारणले गर्दाखेरि सम्बन्ध नराम्रो हुन्छ तर हामी चाहिँ क्लिन व्यवहार गरिदिने हो टक्क लिने टक्क दिइहाल्ने किन भन्दा भोलिको दिन भन्ने बाटो पनि भएन अहिले फेरि साथीसँग पैसा लिएको पनि देखाउँछु है त ल साथीलाई भेटेर हाम्रो ट्रेन चाहिँ आइसकेको छ होइन अब यही ट्रेन चढेर हामी चाहिँ मस्तसँगले लाग्छौँ सिनमाचुदो स्टेसन जान्छौँ सिनमाचुदो जाने बित्तिकै हाम्रो एकजना आजको रिच साथीलाई भेटाउँछु कि रिच साथीलाई हेर्नुहोस् है त ल उहाँलाई देखाउँछु ल आज म अब यहाँबाट हामी भित्र छिर्ने काम हुँदैछ यहाँ चाहिँ बोल्न चाहिँ मिल्दैन तपाईँले जबरजस्ती बोल्दैछु ल यस्तो हुन्छ है ट्रेनभित्र चाहिँ यहाँ देख्नुहुन्छ सिनमाचुदो नेक्स्ट स्टेसन सिनमाचुदोबाट टक्क जान्छौँ ल हामी अहिले हामी सिनमाचुदो स्टेसन आइपुगिसक्यौँ अब सिनमाचुदो स्टेसनबाट हाम्रो साथीहरू चाहिँ कहाँ हुनुहुन्छ भन्ने कुरो भयो कि अब साथीहरूलाई भेटेर साथीहरूसँग यहाँ टक्क क्यासको कुरो हुन्छ यहाँ हाम्रो साथी चाहिँ यहाँ भर्खरै भेटिसकेको छ होइन यहाँ साथी यस्तो हुन्छ है चलपल जापानको चलपल यस्तै छ है यहाँ साथी चाहिँ यहाँ हुनुहुन्छ है हेलो गुड गर गुड यो भिडियोमा हेलो भन हेलो उहाँ चाहिँ नवीन हुनुहुन्छ हाम्रो साथी आजको चाहिँ एकदम 2.5 लाखको धनी हुनुहुन्छ कि उहाँसँग हामी यहाँ लेनदेन हिसाब किताबको काम गर्छौँ बास दिनु पर्दैन थियो साथी यार देखो यहाँ हाम्रो धनी साथीसँग इन्टरभ्यू दिँदैछु म धनी साथी तपाईँलाई कस्तो लाग्दैछ पैसा सबै सकेर के लाग्नु यस्तै छ हेर जापानको जिन्दगानी गाह्रो छ हाम्रो साथीसँग छुट्छौँ है त ल साथी बाई बाई है त फेरि हामी भेट्नेछौँ है बाई बाई नरौ है साथीसँग कारोबार पनि भयो पैसाको मस्त कारोबार लेनदेन भयो साथी पनि खुसी हामी पनि खुसी भयौँ अब हामी चाहिँ आफ्नो कामतिर लाग्दैछौँ यहाँ अब यहाँबाट नोरीखाईबाट फेरि अर्को स्टेसन जानुपर्ने हुन्छ कि यहाँबाट मिनामी नागरियातर्फ जान्छ हामी मिनामी नागरिया गइसकेपछि त्यहाँ हाम्रो बस आउँछ अनि बसमा चाहिँ चट्ट हामी लाग्छौँ ल एकचोटि अगाडि हिँड्दै हुनुहुन्छ है जस्तो न अहिले मिनामी नागरियातिर जाने काम हुँदैछ सिनमाचुदोबाट होइन यस्तै छ यहाँ जापानको चाहिँ ट्रेनहरू लास्ट सुविधा हुन्छ क्या ट्रेन छ त यहाँ हामी छौँ क्या ट्रेन थिएन भने हाम्रो अहिले कम्ता बिचुक हुन्थ्यो बब्बाल मजा आइरहेको छ क्या ट्रेनमा सर दामी छ है यहाँबाट चाहिँ हामी ट्रेन झरिसक्यो त्यो अहिले देखिरहनु भएको चाहिँ मिनामी नागरिया स्टेसन हो यहाँबाट चाहिँ हामीले बस चढेर जानुपर्ने हुन्छ यहाँ हामी चाहिँ वेटिङमा बस्छौँ आज चाहिँ मस्त दामी घाम लागेको छ क्या यस्तो दामी घाम लागेको छ मस्त यो घाममा मस्त स्लिपिङ भएर बसौँ खालको घाम छ कि दामी खालको यहाँ चाहिँ के हुन्छ भन्दाखेरि कम्पनीहरूले प्रायः बसहरू आफ्नै बसहरू प्रोभाइड गरेको हुन्छ क्या अब यो बस टक्क यहाँ आउँछ अनि यो बसमा चढ्छु जान्छु फेरि आउँदाखेरि पनि यो बसमा टक्क आउँछु जान्छु मस्त ट्रान्सपोर्टेसन चाहिँ एवान हुन्छ अनि यो माथि देखिरहनु भएको ट्रेन भयो अनि ट्रेनले गर्दा पनि यहाँको ट्राफिकहरू एकदमै कम गरिदिएको छ क्या ट्राफिकहरू जाम हुँदैन किन भन्नुहुन्छ भन्दा रोडमा त्यति धेरै गाडीहरू देख्नुहुन्न क्या तपाईँले ट्रेनको कारणले नेपालमा चाहिँ के हुन्छ भन्दाखेरि ट्रेनहरू छैन बाइक साइकलदेखिको लिएर कारहरू सबैले गिजिङ भएको हुन्छ नि त त्यो भएर ट्राफिक बेसी हुने यहाँ चाहिँ त्यस्तो हुन्न क्या यो चाहिँ देखिरहनु भएको चाहिँ बस हाम्रो कम्पनीको अब यसमा चढेर टक्क हामी लाग्छौँ है त ल सोल्डी बसिरहनु भएको छ नि देख्नुभयो यस्तो बवाल बसाइ हुन्छ अब मारिदिन्छ नि यस्तो बसाइदियो त यहाँ त नि ढल्छ नि यो बसमा चाहिँ फेरि हामी धेरै जान्दैनौँ क्या 4-5 जना मात्रै हो तपाईँहरू खासीबाको साथीहरू हुनुहुन्छ खासीबाबाट चाहिँ सानो प्याक हुँदैन मान्छे हामी चाहिँ यहाँ यस्तो रिजर्भ हो हाम्रो 2-4 जना जाने हो काजाङ बुजुङ हिँड्दिनौँ है हामी चाहिँ सट्ट यो बस चाहिँ हाम्रो हिँडिसक्यो यो अहिले देखिरहनु भएको चाहिँ जापानको गाउँ साइड जस्तो देख्दै हुनुहुन्छ नि यो गाउँ भन्दा नि त्यस्तो गाउँ चाहिँ होइन
यो चाहिँ नागरियामा एरिया हो होइन। नागरियामा एरियामा चाहिँ त्यति धेरै ठुल्ठुलो बिल्डिङहरू चाहिँ छैन कि यहाँनिर नर्मल सानसानो घरहरू छ, तर सानसानो भयो नि बस्नको लागि चाहिँ बबाल छ क्या ठाउँ चाहिँ, बबाल दामी छ। हाम्रो चाहिँ काम चाहिँ नागरियामाको यामातोमा हो, यामातोमा काम हानिदिन्छु। जापान आएदेखिको मस्त यामातो छोडिएको छैन, बिचमा अरूतिर पनि काम गरियो, तर अरूतिर काम गर्नुभन्दा मजा चाहिँ फेरि यामातोकै मजा भयो क्या। टक्क पैसा पनि त्यही खालको आउँछ हो। 1 महिना काम हान्यो 170, 175, 180, 2 ट्याक्क मस्त आइदिन्छ, दामी हुन्छ है यामातोमा। यो चाहिँ हामी काम गर्ने बिल्डिङ हो होइन, मस्त लाएर काम गर्ने बिल्डिङमा आइसक्यो। यो बसले चाहिँ हामीलाई ड्रप गर्यो। अब हाम्रो काम भनेको भित्र गएर मस्त 7 घन्टा काम हान्ने हो, 1 घन्टा ब्रेक हुन्छ। यता सोल्टी र म नै अब जान्छु काम हान्नु। एभरेजमा आजको काम चाहिँ एकदम बबाल दामी भयो। तपाईँहरूको चाहिँ दिन आज कस्तो भयो होइन, तपाईँहरूको दिन पनि सुनाउनुहोस्, कमेन्ट गर्नुहोस्। मेरो चाहिँ आजको दिन दामी भयो, काम एकदम सजिलो थियो आजको। आज चाहिँ यहाँ आइतबार भनेको चाहिँ आज त्यति धेरै काम हुँदैन कामहरूमा, यामातोमा काम त्यति साह्रो प्रेसर हुँदैन, त्यो भएर सजिलो काम भयो। तपाईँहरूको काम चाहिँ कस्तो भयो भन्न नबिर्सिनु होला। आजलाई चाहिँ बिदा लिँदै अब फेरि हामी अर्को भिडियोमा भेट्ने भाषाका साथ छुट्नेछौँ। तपाईँहरू पनि इन्जोय लिनुभयो होला जहाँसम्म मेरो भिडियो हेरेर। होप तपाईँहरूलाई मजा आयो होला। ओके बाई बाई भन्दै फेरि भेटौँ।